छोरी मान्छे हुन्छ नि, छोरी मान्छेको काम देख्दैन होइन, हाउसवाइफ हुन्छ नि घरमा काम गर्ने बेलाको काम देख्दैन है। तर बाहिर केटाहरूले कमाउने भन्दा धेरै काम चाहिँ छोरी मान्छेको हुन्छ है। छोरा मान्छे त एक लगानी कमाउँछ होइन, पैसा कमायो ड्युटी गयो आयो भइहाल्छ। तर छोरी मान्छेको होइन भाँडा धुनुदेखि गएको, सफाइ सुग्घर गर्नुदेखि गएको, घरमा लथालिङ्ग हुन्छ त्यसलाई सफा सुग्घर गर्नुको लागि पट्याउनको लागि धेरै काम हुन्छ। तर बाहिरको मर्दतारा के भन्छ, अब तिमीले दिनभरि के गरी बसिस् र, टिभी त हेरी बसिस् होला, सुती त बसिस् होला, तिमीहरूको त काम त केही देखिन त है, फोकटे चामल खाएर बसेको छस् होइन, थुप्रै कुराहरू भन्छ होइन छोरा मान्छेले छोरी मान्छेलाई है। तर छोरी मान्छेको सेक्रिफाइसहरू चाहिँ देख्दैन क्या, कतिवटा आफूले चाहेर पनि होइन पुरा गर्न सकेको हुँदैन होइन। कति कुरा अब केटीहरूले चाहिँ धेरै सेक्रिफाइस गरेको हुन्छ क्या घरको लागि है। तर केटाले त्यति सेक्रिफाइस गर्नु पऱ्यो भने त मर्छ है। केटीहरूले चाहिँ धेरै 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 सेक्रिफाइस गरेको हुन्छ, आफ्नो इच्छालाई मारेर, आफूलाई घुम्ने रहर हुन्छ त्यो कुरा मारेर घरको है। अब हामीलाई 8 बजी निस्किनु छ भने हामीलाई काम डल्लै सकेर हामी निस्किनुपर्छ। छोरा मान्छे त आज जानु छ भने लुगासुगा लगाएर निस्केर गइहाल्छ है, लडिबस्छ है, सुतिरहन्छ, त्यहाँदेखि उसको ड्युटीको वत भएपछि चलिहाल्छ होइन। छोरी मान्छे त नि ड्युटी भए तापनि यो गरिहाल्छु है, म यो गर्छु भन्ने कुरा हुन्छ है। त्यो चाहिँ मलाई मात्रै हुन्छ कि हजुरहरूलाई हुन्छ भन्नुहोस् है कमेन्टमा। म चाहिँ निम्बु पानी पिउँदैछु है, धेरै ग्यास्ट्रिक हुन्छ र चाहिँ निम्बु पानी पिएको। तपाईँहरूलाई कस्तो लाग्यो होला, गुड आफ्टरनुन है अहिलेको लागि हजुर सबैजनालाई गुड आफ्टरनुन।